अटिजम र वास्तुशास्त्रको सम्बन्धबारे चर्चा गर्नु अघि अटिजमबारे छोटो चर्चा गरौं। विश्वमा अटिजम प्रभावित बालबालिकाको संख्या करिब 6 करोड रहेको अनुमान गरिएको छ भने नेपालमा मात्रै यसको संख्या करिब 3 लाख जति हाराहारीमा भएको अनुमान गरिएको छ। आधिकारिक तथ्याङ्क नभए तापनि यसको संख्या दिन बढ्दै गइरहेको पाइन्छ। अटिजम के हो त? अटिजम न्यूरोलोजिकल डिसऑर्डर हो जसमा मस्तिष्क वा ब्रेनको विकास राम्रोसित नभएको कारणले यो समस्या आउने गर्दछ। यो कुनै रोग नभइकन उक्त व्यक्तिले देखाउने फरक शैलीको व्यवहार मात्र हो भनेर भनिन्छ। अटिजमको कारण यही नै हो भन्ने यकिन नभए तापनि जेनेटिक वा वंशानुगत र वातावरणीय प्रभावको कारणले भनिँदै आएको छ। यदि जेनेटिक वा वंशानुगत कारण हो भने हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हुन गयो। यदि वातावरणीय प्रभावको कारणले हो भने यसमा हामीले सुधार गर्न सकिन्छ। अब के गर्ने त वा के उपाय गर्ने त? माथि नै भनिसकिएको छ कि अटिजम कुनै रोग नभएको कारणले यसको यही नै औषधि हो भनेर निश्चित छैन। यसको प्रभाव कम गर्न वा न्यून गर्न विभिन्न किसिमका थेरापी, तालिम तथा व्यावहारिक पक्षमा सुधार जस्ता कुराहरू अघि सारिएको पाइन्छ। यसबाट सकारात्मक सुधार आएको अनुभवहरू पनि छन्। अटिजमको एउटा कारण जेनेटिक वा वंशाणुगत भनिएको छ जसमा हाम्रो नियन्त्रण छैन। अर्को कारणमा वातावरणीय विषयलाई पनि इंगित गरिएको पाइन्छ। जे होस्, यो एउटा न्यूरोलोजिकल डिसऑर्डर हो भन्ने कुरामा चाहिँ सबै सहमत भएको देखिन्छ। आज हामीले यस भिडियोमा अटिजमलाई वास्तुशास्त्रसँग जोडेर हेर्ने प्रयास गरिएको छ। वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा वास्तुपुरुषको शिर रहेको पाइन्छ। यदि घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोण दूषित भएमा दूषितको अर्थ उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा ट्वाइलेट वा किचन वा स्टोर भएमा त्यस घरमा बस्ने व्यक्तिमा पनि शिर अर्थात् टाउको सम्बन्धी समस्या हुने गर्दछ। मानिसको शिरमा अनगिन्ती नसाहरू रहेको पाइन्छ। तसर्थ घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा समस्या भएमा त्यस घरमा बस्ने मानिसलाई पनि टाउको सम्बन्धी वा नसा सम्बन्धी केही न केही समस्या हुने गर्दछ। वास्तुशास्त्रको परामर्श दिने क्रममा के भेटिएको छ भने जति पनि अटिजमको समस्या भएको बालबालिकाको घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा समस्या रहेको पाइन्छ। जस्तै उक्त डिरेक्सनमा ट्वाइलेट हुनु, किचन हुनु वा स्टोर हुनु आदि। घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोण जहिले पनि सफासुग्घर हुनुपर्दछ भन्ने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको पाइन्छ। यदि यहाँ किचन भएमा नसा सम्बन्धी समस्या दिने गर्दछ। उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा किचन वा ट्वाइलेट हुँदैमा अटिजम भइहाल्छ भन्ने चाहिँ होइन, तर जति पनि अटिजमको केस भएको घरको वास्तु हेर्ने क्रममा उक्त घरमा उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा ट्वाइलेट वा किचन वा स्टोर रहेको पाइएको छ। यसबाट के विचार गर्न सकिन्छ भने अटिजम र वास्तुको पनि कतै न कतै सम्बन्ध छ भन्ने अनुमान गर्न सकिन्छ। हालाकि यो अनुसन्धानको क्रममा नै रहेको छ। के उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा भएको किचन वा ट्वाइलेट हटाएमा अटिजम ठिक भइहाल्छ त? उत्तर पूर्व दिशा अर्थात् ईशान कोणबाट किचन वा ट्वाइलेट हटाउन साथ अटिजम जादुमय ढंगले तुरुन्तै ठिक भइहाल्ने चाहिँ होइन, तर के चाहिँ ग्यारेन्टी गर्न सकिन्छ भने अटिजमका लागि गरिएका प्रयासहरू जस्तै थेरापी, विभिन्न किसिमका व्यायाम आदिको प्रभावकारिता बढ्न गई क्रमिक सुधारमा तुलनात्मक रूपमा पहिलेको भन्दा गुणात्मक वा चमत्कारिक सुधार भने अवश्य हुने गरेको पाइएको छ। अर्थात् छिटो सुधार हुनुमा महत्त्वपूर्ण भूमिका खेलेको अवश्य पाइएको छ। तसर्थ तपाईहरू पनि घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा कतै ट्वाइलेट वा किचन वा स्टोर त छैन जाँच गर्नुहोला। तसर्थ के तपाईको घरमा पनि अटिजम प्रभावित बालबालिका छ? यदि छ भने घरको उत्तर पूर्व दिशा अर्थात् ईशान कोणमा कतै ट्वाइलेट वा किचन वा स्टोर त छैन, चेक गर्नुहोला वा कुनै वास्तुशास्त्रीलाई जाँच गराउनुहोला।